टुर जाँदैछौँ है। हाम्रो यात्रा शुभ रहोस्। गाडी आइसकेको छ। हामी माछा पोखरीबाट गाडी चढेर अब धुन्चेतिर लागेका छौँ। गोसाइकुण्ड हाम्रो लक्ष्य रहेको छ, यात्रा रहेको छ। हाम्रो यात्रा शुभ रहोस्। धन्यवाद। रोड ब्यारियरहरू कहीँ छैन। यो चाहिँ राख्नु पर्यो रोड ब्यारियरहरू। हामी अब गोसाइकुण्डको लागि धुन्चेबाट उकालो लाग्दैछौँ। करिब दिनको 1 बजेको छ। हामी उकालो लागेका छौँ अब गोसाइकुण्डको लागि। यात्रा अहिलेसम्म रमाइलो गर्दैछ। ठिकै छ, रमाइलो छ। सहज तरिकाले हिँड्दैछ हामीलाई। रहेछ कर्ममा लेखेर हिँड्यौँ हामी बास लट्ठी टेकेर। दशहराको गोसाइकुण्ड यात्रा दशहराको उपलक्ष्यमा धेरै मान्छेहरू, धेरै भक्तजनहरू आइरहनु भएको छ। हामी पनि त्यसै क्रममा धुन्चेबाट अब उकालो लाग्ने क्रममै छौँ। हेरौँ आज अब देउराली पुगिन्छ कि चन्दनबारी पुगिन्छ। गोसाइकुण्ड यात्रामा यस्ता सुन्दर झरना, खोला, नाला, वन जङ्गलको मजा लिँदै हामी चाहिँ हिँडिरहेका छौँ। यहाँ भिरमा चाहिँ मजाले रेलिङ लगाएर बाटो बनाइदिनु भएको छ, जसले गर्दा हामीलाई गोसाइकुण्ड यात्रा सहज भइरहेको छ। उहाँहरू सबैलाई, सरकारवालाहरूलाई धन्यवाद। सुन्दर झरनाहरू झरिरहेका छन्। यहाँ मान्छेहरू रमाई फोटो खिचिरहनु भएको छ गोसाइकुण्ड पदयात्रामा। सामान बोक्नको लागि, लानको लागि खच्चडको पनि व्यवस्था रहेछ यहाँ।
उकालो उकालो छ। धुन्सेबाट चन्दनबारी देउरालीसम्म चाहिँ उकालै छ रे। अलि गाह्रो भइरहेछ भक्तजनहरूलाई, यात्रीहरूलाई, पदयात्रीहरूलाई। ठाउँमा यस्तो बस्ने ठाउँहरू पनि बनाइदिएको छ। ठ्याक्कै लाग्दाखेरि गुराँस अहिले पनि देख्न सकिन्छ। हामी खेन्डी आइपुगेका छौँ। यहाँ होटेल पनि छ एउटा, बस्नको लागि व्यवस्था छ। दुईवटा छ यहाँ होटेल। सामान बोक्नको लागि यस्तो भरियाहरू पनि प्रयोगमा आउँछ। रमाइलो छ, रमाइलो लागिरहेछ। अलिअलि गाह्रो भइरहेछ उकालो उक्लिनको लागि। पारीमा झरना झरिरहेको छ। के छ, गाह्रो भएको छ कि छैन? केही भएको छैन, यस्तो आनन्द आएको छ नि। ल ठिक छ। मजा आएको छ। ठाउँ ठाउँमा यसरी दिशा सङ्केत डिरेक्सन पनि दिइरहेको छ गोसाइकुण्ड पदमार्गका लागि। यहाँ चाहिँ यस्तो खालको बाटोहरू रहेको छ। त्यो गोसाइकुण्डबाट झरेको झरना रे। हाम्रो लक्ष्य त्यही हुनेछ। अलिअलि थकाइ पनि लागिरहेछ, अलिकति रोमान्चिक पनि भइरहेछ यात्रा। आज जसरी पनि चन्दनबारी पुग्नुपर्ने हाम्रो लक्ष्य रहेको छ। रहेका छौँ 2460 मिटरको उचाइमा चाहिँ रहेका छौँ। यहाँ नास्ताको लागि, बस्नको लागि राम्रो सुविधायुक्त होटेल रहेको छ। यहाँ एकछिन बसोबास गरेर तीर्थयात्रीहरू, पदयात्रीहरू अब देउरालीको लागि प्रस्थान गर्दै हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ। प्रकृतिसँग रमाउँदै चराचुरुङ्गी आवाज सुन्दै हामी हिँड्दैछौँ। यसरी पनि सामान बोकेर गइन्छ, लान सकिन्छ। यसमा बोकाएको कति हो दाइ? खानेकुरा बोकेको? माथिको लागि खानेकुराहरू, सरसामानहरू यसरी पुर्याइँदो रहेछ। हामी देउराली आइपुगेका छौँ। ल, हाम्रो एउटा स्टेसन लक्ष्य पूर्ति भयो। यहाँसम्म आउँदाखेरि अहिले दिनको 4:30 भएको छ। म्याडम पनि आइरहनु भएको छ। यात्रा रमाइलो भइरहेछ। हाम्रो भाउजू खै पछाडि नै हुनुहुन्छ, अलिकति आउँदै हुनुहुन्छ बिस्तारै बिस्तारै। ल, अब हाम्रो लक्ष्य चन्दनबारी रहेको छ। लगभग यहाँबाट 2-2.5 घन्टादेखि 3 घन्टाको सम्म रहन्छ। हाम्रो 7-7:30सम्म त्यहाँ पुग्ने लक्ष्य रहेको छ। अब धिम्सा 2900 मिटर लक्ष्य। अब 1 आवर। त्यही त पुगिहाल्छ अब। देउराली मनोरम दृश्यका साथ हामी देउरालीबाट चन्दनबारीको उकालो चाहिँ चढ्दैछौँ। यहाँ चाहिँ गुराँसका जङ्गलहरू चाहिँ रहेका छन्। अब अलिकति ठाडै रहेछ यहाँबाट उकालो, अलि गाह्रो भइरहेछ। अब बिस्तारै बिस्तारै हामी चन्दनबारी चाहिँ पुग्छौँ। स्यासे आयो धेरै नै। बादल लाइट छ। 5:30 भयो।
अब यहाँ रद्यार हुँदैछ अझै उकालो उक्लिन्छ हामीलाई 2 घण्टा 2.5 घण्टा दृश्य पुरा तुवालो लागेको बादल लागेको दृश्य छ आनन्द हामी चन्दनबारीतिर अझै गइरहेछौँ फर्केर आउनु भयो तपाईँ गाह्रो भएको भएन ल ठिक छ पुगेर आउनुभयो भइहाल्यो त्यही ठुलो कुरा अब तपाईँहरू पुगेर आउनुभयो ठिकै छ अहिलेसम्म होइन राम्रै छ ल फर्केर आउने पनि हुल छ जाने पनि आउने पनि त्यस्तै नै छ एकदमै पुरानो दशकौँ पुराना रुखहरू चाहिँ यहाँ चाहिँ रहेका छ जङ्गलमा यो लाङटाङ राष्ट्रिय निकुञ्ज अब निकुञ्ज भएको कारणले गर्दा के कुनै रुख बिरुवा यताउता मास्न नपाइने भन्ने कानुन छ तर पनि हाम्रो नेपालमा काठजन्य पदार्थहरू सबै विदेशबाट आयात भइरहेको छ तर हामीसँग भएका चिजहरू यहाँ यसरी लडेर कुहिएर गइरहेको छ नेपाल सरकारले यसको बारेमा पनि केही सोचोस् पुराना र बुढा भएका रुखहरूलाई काटेर त्यसको चाहिँ सदुपयोग गर्ने माटोमा लागोस् भन्ने मेरो चाहिँ सुझाव रहेको छ वे टु चन्दनबारी 6:30 भइसकेको छ सूर्यास्त हुने समय भइसक्यो हामी धुन्सासम्म आइपुगेका छौँ हामी चाहिँ बादलभन्दा माथि भएको अनुभूति गर्न सक्छौँ हेरौँ यहाँ राम्रो खालका होटेलहरू पनि छन् बस्नको लागि कसैले बस्न चाहन्छ भने यहाँ धुन्सामा बस्दाखेरि पनि हुन्छ धिम्सा 2900 मिटरमा हामी आइपुगेका छौँ अब चन्दनबारी 3250 मिटर 1.5 घण्टामा हामी त्यहाँ पुग्छौँ होला यो वेबाट हामी जान्छौँ यहाँ धिम्सामै बस्ने हो भने पनि राम्रा होटेलहरू छन् बस्न सकिन्छ राम्रो छ बनावटहरू धेरै पदयात्रीहरू हुनुहुन्छ होटेलमा कोठा पाउन पनि मुस्किल होला सायद यो मेलाले गर्दाखेरि अरू बेला यति भिडभाड हुँदैन लगभग 7:30 भएको छ गोधुली साँझ अब हामी 10 मिनटमा चन्दनबारी पुग्दैछौँ हाम्रो यात्रा जारी नै छ र आजको यात्रा हामी त्यही टुङ्गे आउँछौँ अब तीर्थयात्रीहरू धेरै नै आउनु भएको छ त्यस कारणले गर्दा अब बासको व्यवस्था चाहिँ गाह्रो होला जस्तो छ अल्टिमेटली फाइनल्ली चन्दनबारीका रेस्टुरेन्टहरू होटेलहरू देखिरहेको छ हाम्रो आजको डेस्टिनेसन लगभग 7:30 घटिसकेको छ अझ हामी यहीँ बास बस्छौँ र भोलि बिहानै निस्किने तर्खरमा लाग्छौँ चन्दनबारी आइपुगेको छ यहाँ धेरै होटेलहरू छ अब हामी यहाँ कुनै होटेलमा बसेर बास बस्नेछौँ आज चन्दनबारीको बास छ मान्छे चाहिँ धेरै आउनु भएको र यसरी लरै यसलाई सिलिङ बेड भन्छ रे यसरी धेरैजना चाहिँ हलमा हामी यहाँ बस्दैछौँ भोलि बिहान 4 बजी उठेर हिँड्छौँ अब बिहानको 3 बजेको छ हामी अब चन्दनबारीबाट गोसाइकुण्ड पुग्दैछौँ अब 6-7 घण्टामा हामी गोसाइकुण्ड पुग्छौँ होला अब बिहानको हिँडाइमा ताजगी पनि हुन्छ गर्मी पनि कम हुन्छ भनेर हामी हिँड्यौँ
अलिअलि उज्यालो उज्यालो हुन थालिसकेको छ। हामी उ त्यो सबभन्दा गाह्रो लौरी विनायकको बत्ती त्यहाँ बलिरहेछ। त्यो चाहिँ चुनौती हुनेछ हाम्रो लागि। अब बिस्तारै हामी यहाँ चिया खाएर निस्क्यौँ चोलाङ फेदीबाट। न उज्यालो बढ्दै गएको छ। त्यो कमला बान्ने पनि छ, कति सजिलो हुन्छ। केही समयमा अब सूर्योदय हुन्छ। हिमालबाट सूर्योदय हुन लागेको छ। अब हिमालका दृश्यहरू हेर्दै हामी अगाडि बढ्दैछौँ सोलाङपाटीतिर। जङ्गल, हिमाल, चराचुरुङ्गीको आवाज, प्रकृतिसँग रमाउँदै हिँड्दैछौँ हामी। हामी 3507 मिटरमा आइरहेका छौँ। 6 घन्टा 30 मिनट 7 किलोमिटरको बाटो रहेको छ अझै। यहाँबाट हिमालको मनोरम दृश्यहरू देखिरहेछ। घाम झुल्किन झुल्किन लागेको छ। अब हिमालको दृश्यहरू हेर्दै मन प्रफुल्लित बनाउँदै हामी हिँडिरहेका छौँ हाम्रो उद्देश्य गन्तव्यतर्फ। म त अब यो बसेपछि हिँड्नु नसक्ने अवस्थामा भयो। हेर्नु तर मलाई हिजोभन्दा धेरै सजिलो भएको नि आज। बेलुका बरु राति गएर घाम झुल्किसकेको छ। लाङटाङ हिम श्रृङ्खला चन्दनबारी बाटो चाहिँ चोलाङपाटी जाने बाटो चाहिँ यस्तै यस्तै तेर्सो बाटोहरू छ। त्यति धेरै गाह्रो हुँदैन। यहाँबाट लाङटाङ हिमाल देखिएको छ। हामी चोलाङपाटी आइपुगेका छौँ। ठ्याक्क हामीलाई 2 घन्टा 15 मिनट लागेको छ चन्दनबारीबाट चोलाङपाटी आउनको लागि। यो 3554 मिटर हाइटमा चाहिँ रहेको छ। र अब हाम्रो यात्राको सबैभन्दा ठुलो चुनौती यहाँबाट लौरीबिनासम्म यो ठाडो उकालो चाहिँ हामीलाई वहाँ माथिसम्म जानुपर्ने छ। हामी चाहिँ यहाँसम्म चाहिँ पुग्नुपर्ने छ। अनि यहाँबाट तेर्सो यता हुँदै गोसाइकुण्ड चाहिँ यता यो हिमालको काखमा चाहिँ रहेको छ, अवस्थित चाहिँ रहेको छ। ठ्याक्कै लाङटाङ हिमालकै काख जस्तोमा चाहिँ गोसाइकुण्ड भगवान चाहिँ रहनु भएको छ। महादेव ब्युटिफुल, एकदम सुन्दर दृश्यहरू देखिरहेको छ। पारीको डाँडाहरू नाङ्गा पाखा छन्। अहिले ठ्याक्क बिहानको 5:45 चाहिँ भएको छ।
सूर्योदय भइरहेको छ। यहाँ बस्ने खाने व्यवस्था चाहिँ राम्रो रहेको छ। चोलाङपाटीबाट अब लौरी बिनाको उकालो हामी लागेका छौँ। यो चाहिँ पुरै उकालो बाटो चाहिँ रहेको छ। बिस्तारै बिस्तारै जान्छौँ। हाम्रो टार्गेट 4 घन्टामा अब गोसाइँकुण्ड पुग्नु चाहिँ छ। अहिले चाहिँ हाम्रो घडीमा 6:30 हुन लागिसकेको छ। 6:25 भएको छ बिहानको। आकाशमा बादल हल्का हल्का लागेको छ। यतिकै भयो भने हामीलाई यहाँ अलिकति सजिलो होला चढ्नलाई। कति राम्रो हिमाल चाहिँ देखिरहेछ यहाँबाट। हिम श्रृङ्खला हेर्दै हामी उकालो लागिरहेछौँ। यो चाहिँ लान्टाङ। माथिबाट झन् राम्रो देखिन्छ नि। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्, नेपाल लेख्न पाइयोस्। चाँदी चाहिँ टल्किने हिमालको दृश्य हेर्दै हामी उकालो लाग्दैछौँ। गुराँस फुलेको छ मजाले। सुँग्ने मात्रै किलिकी लाउने अनि सुँग्ने। लौरी बिनायकको उकालो हामी चाहिँ चढ्दैछौँ। यहाँबाट एकदम सुन्दर दृश्य देखिन्छ। हिमाल, पहाड, बादल, आकाश। लौरी बिनायकै उकालो चढ्दैछौँ। गाह्रो भइरहेछ। अझै माथि पुग्नु छ अझै हामीलाई। मोहित पार्ने दृश्य, जसलाई हेरिरहने छोड्नै मन नलाग्ने। तर के गर्नु, हामीलाई अझै हाम्रो डेस्टिनेसन अझै टाढा छ। हामीलाई हिँड्नै पर्छ। यस्तै दृश्यहरू अवलोकन गर्दै हामी अगाडि बढिरहेछौँ। उकालो चढि नै राखेका छौँ। तर दृश्यहरू एकदमै लोभ लाग्दा छन्। हाम्रो देशका अमूल्य सम्पत्ति, अमूल्य धन। गुराँस पनि फुलिरहेछ। विभिन्न रङ्गबिरङ्गी गुराँसहरू रहेका छन्। आकाश बादलले ढकेको छ। सूर्य कमै छ। घाम चर्केको छैन। हामीलाई उकालो उक्लिन त्यही भएर त्यति गाह्रो भइरहेको छैन। पसिना आइसकेको छैन। ग्रुपमा एकजना आउन सक्नु भएन। ल ल ल
हिमाली रेन्जहरू अन्नपूर्ण, माछापुच्छ्रे, गणेश, लाङटाङ, मनास्लु, बौद्ध धेरै हिमाल रेन्जहरू यहाँबाट देखिरहेछ। लौरीबिना यही हो लौरीबिना। आहा हिमालका दृश्यहरू लौरी बिनाए लौरी चढाउने ठाउँ। जय होस्। अल्टिमेटली हामीले सबभन्दा गाह्रो उकालो लौरी बिनाको गाह्रो बुद्ध पार्कसम्म हामी पुग्यौँ। अब यहाँबाट तेर्सो बाटो छ अरे, 1-1.5 घन्टा हिँड्यो भने हामी गोसाइँकुण्ड पुग्न सक्छौँ। बुद्ध मन्दिर 4150 मिटर। ओम बुद्धम शरणम गच्छामि। जय बुद्धम। अब यो बाटोबाट हामी गोसाइँकुण्डतिर लाग्छौँ। अब यहाँबाट तेर्सो छ अरे गोसाइँकुण्ड जाने बाटो। अलिअलि होला, अब सजिलै होला। गाह्रो बाटो सिद्धियो। अब 1-1.5 घन्टामा गोसाइँकुण्ड पुगिन्छ। गोसाइँकुण्डबाट झरेको झरना पनि यहाँबाट देखिएछ। मौसम एकदम सुहाना छ। धेरै घाम पनि छैन, पानी पनि परेको छैन, ठिक्कको मौसम। हिँड्दैछौँ हामी। जाँदैछौँ हामी गोसाइँकुण्ड। अब एकछिनमा पुग्छौँ। पुरै कुहिरो लागिरहेछ, तुवाल लागिरहेछ। अहिले 11:15 भयो। बाटोहरू चाहिँ यस्तो रहेको छ। यहाँ सोझै भिर, ढुङ्गै ढुङ्गाको। तुवालो मजाले लागिरहेछ। छिनछिनमै घाम लाग्ने, छिनछिनमै चाहिँ तुवालो बादल लाग्ने यहाँको चाहिँ मौसम रहेको छ। अहिले भर्खरसम्म पुरै तुवालोले ढाकेको थियो, अहिले चाहिँ घाम लागेको छ। अब हामी चाहिँ यहाँ मुनिसम्म
हाम्रो लक्ष्य चाहिँ यहाँ मुनिसम्म जाने चाहिँ रहेको छ। कुण्ड त्यहाँ अवस्थित हुनुहुन्छ गोसाई कुण्ड। बाटो यस्तो छ, हेर्नुहुन्छ। यो सरस्वती कुण्ड पुग्यो। ल अल्टिमेटली गोसाई कुण्ड भएको ठाउँ देखिएको छ। यहाँबाट अलिकति कुहिरो लाएर छेकियो। अझै लाग्ला हामीलाई अझै आधी घन्टा 45 मिनट यहाँबाट। यो बाटो हिँडेर जानुपर्ने छ अब। कुण्ड चाहिँ यहाँनिर छ। ल अब यो लास्ट उकालो हो गोसाई कुण्ड जाने। यो है यस्तो कालो ढुङ्गा छ, तलतिर भिर छ। जय गणेश जय गणेश जय गणेश जय विनायक। ल हाम्रो यात्रा यहाँसम्म ल्याइदिनु धन्यवाद। हवस् कुशल पनि पठाइदिनु होला। यहाँबाट अब हामी ओह्रालो लागेर तेर्सो बाटो हुँदै त्यहाँ पुग्छौँ। एकछिन बादल आउँछ, एकछिन घाम आउँछ। ल अब हामी 15 मिनटमा त्यहाँ पुगिहाल्छौँ। भैरवकुण्ड पनि देखिरहेको छ त्यहाँ। हिउँ पनि देखिरहेको छ माथि। मौसममा अहिले चाहिँ घाम लागिरहेको छ। अब हामी एकदम नजिक पुगिसक्यौँ। यो भैरवकुण्ड जहाँ जानु हुँदैन, हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ। यहाँ मुनिबाट सरस्वती कुण्ड छ। अब त्यहाँबाट हामी झर्दै आयौँ। यहाँ काला पत्थर, एकदमै काला पत्थरहरू देखिएको छ, जहाँ चाहिँ हिउँ पर्छ जाडो महिनामा पानी परेपछि। पुग्न लागियो अब। ल हामी गोसाई कुण्ड आइपुगेका छौँ। अब गाह्रो भयो यहाँसम्म आउनलाई। यहाँ होटेलहरू पनि राम्रो छ। हामी ठ्याक्क 1:15 बजे यहाँ आइपुगेका छौँ। हामीलाई अलिकति बढी नै टाइम लाग्यो। चन्दनबारीबाट यहाँ आउनको लागि करिब हामीलाई 3:30 बजेबाट 1:15 बजे भनेपछि 6-7 घन्टा जति चाहिँ लाग्यो यहाँ आइपुग्नको लागि। यो चाहिँ हाम्रो गोसाई कुण्ड। जय होस् गोसाई कुण्ड, जय महादेव, जय हनुमान। हाम्रो कुण्ड यस्तो रहेको छ। शिवले त्रिशूल गाडेर चाहिँ पानी निकालेर कुण्ड बनेको भन्ने किंवदन्ती छ। जहाँ चाहिँ शिवले कालकुट विष पिएर यहाँ आएर आफ्नो विष शान्त गर्नको लागि बसेको भन्ने छ। तर यो प्राकृतिक रूपले पनि र धार्मिक रूपले पनि अति महत्त्वपूर्ण ठाउँको रूपमा चाहिँ रहेको छ। अल्टिमेटली हामी यहाँ पुगेका छौँ। अब हामी यहाँ नुहाइधुवाइ गर्ने, पूजा सेवा गर्ने, खानपिन गरेर फेरि फर्किनेछौँ। धन्यवाद।
बोल्दाखेरि पनि जिब्रो चाहिँ सुकिरहेको छ। जय गोसाईकुण्ड, जय महादेव, जय बजरङ्गबली, हनुमान शिवशक्ति शम्भो शङ्करनाथ भोलेनाथ। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनं उर्वारुकमिव बन्धनं मोक्षं मामृतात्। गुरुगुरुनामतारं संसार सारं जगद्धारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी चैतन्यं नमामि। नागेन्द्र हराय त्रिलोचनाय भस्मासुराय च महेश्वराय नित्याय सुधाय दिगम्बराय तस्मै श्री गुरुवे नमः शिवाय। ओम नमः शिवाय, ओम नमः शिवाय। हामी 3:15 बजे गोसाईकुण्डबाट प्रस्थान गरेका थियौँ। अहिले 5:15 बजे, 2 घन्टामा लौरी बिनाय उकालोको आदि उकालो आइसक्यो। झर्दाखेरि धेरै नै सजिलो हुँदो रहेछ। तेब्बर समय भन्दा कम समयमा झर्न सकिँदो रहेछ र सबैजना झर्दैछौँ। सिनहरू अझ पनि राम्रो छ। लाङटाङ हिमालको यतापट्टि बादल लागेको छ। एकदम सुन्दर दृश्य छ। यो दृश्य क्यामेरामा कैद गरिरहेको छु म। फेरि दोस्रो पटक कहिले हो। हामी बुद्ध पार्क अथवा बुद्ध मन्दिरबाट बिस्तारै हतार नगरिकन झर्दाखेरि अहिले लगभग 6:15 बजे लौरी बिनायकको होटेलसम्म आइपुगेका छौँ। अब लगभग यहाँबाट अर्को आधी घन्टामा तल चोलाङपाटी चाहिँ पुग्छौँ होला। हामी आज चोलाङपाटीबाट फर्केका छौँ। लगभग बिहान करिब 6:15 बजे फर्क्यौँ। यो अब फर्किने क्रममा यो चन्दनबारी भयो, त्यो धुम्सा भयो, त्यो तल देउराली र तल हामी धुन्चे पुग्छौँ। यति नै हो। यो डाँडो र त्यो पारीको डाँडो, खासै डाँडाहरू छैनन्। हामी फर्किने क्रममै छौँ। हामी अहिले धुम्साबाट अगाडि बढेका छौँ। अलिकति चन्दनबारीमा नास्ता खायौँ। त्यसपछि ओह्रालो लागिरहेका छौँ। बिस्तार आइरहेका छौँ, हतार गरिरहेको छैन। ओह्रालो झर्दाखेरि चाहिँ अलिअलि पिँडुला तिग्रामा अलिकति बल पर्छ र अलिकति बढी दुख्छ। त्यही भएर बिस्तारै झरिरहेका छौँ। अहिले 9:40 बिहानको 9:40 चाहिँ बजेको छ। मौसम घाम पानी केही छैन। अघि पानी परिरहेको थियो, त्यही भएर बाटो अलिअलि चिप्लो चाहिँ छ। डाँफे चरा देखिरहेको थियो यहाँ, हाम्रो नेपालको राष्ट्रिय चरा।
रिभिजन हामी चोलाङपट्टिबाट आज आइपुगेका छौँ। यहाँ एउटा यी चिम्पाङ्गी पनि देखिएको छ। धुन्चेको बेसमा हामी स्टार्टिङ पोइन्टमा आएका छौँ। बिहान हामी लगभग 6:15 बजे हिँडेका थियौँ र अहिले लगभग 2:15 बजे भनौँ न, 2 बजे चाहिँ यहाँ आइपुगेका छौँ। 2:15 बजे हाम्रो यात्रा चाहिँ टुङ्गिनेछ भनेपछि गोसाइँकुण्डको सम्पूर्ण यात्रा पनि यतिकै टुङ्गिन्छ। अब हामी आफ्नो गाडी भए आफ्नो गाडी, नभए भाडाको गाडी अथवा बाइकबाट आफ्नो गन्तव्यतर्फ चाहिँ लाग्छौँ। धन्यवाद। जय प्रभु, जय शिव शम्भु।